गुड मर्निङ फ्रम रावाधाप। अहिले चाहिँ 5:33 भएको छ। अब हामी यहाँ सनराइज खिच्न आँटेको छौँ। यस्तो छ नजारा। सगरमाथा उतै होला। यतापट्टिको कि उताको सिलिचिङ पछाडिको पछाडिको भने जस्तो लाग्छ। त्यही भएर पनि देखिन्छ भन्ने तल गाउँतिर सोध्दा यति देखिरहेको पैसामा देख्छ नि नोट। हजुर यो उता सोलुखुम्बु होइन यता यता चाहिँ पारी छ सोलुखुम्बु कता हो सोलुखुम्बु यो पारीको छ नि सोलुखुम्बु यो डाँडादेखि यो सबै रेन्ज चाहिँ दाइले यहाँ ढुङ्गाल खिच्नुको लागि ब्याट्री चाहिँ बचाइराख्नु भएको थियो कि यो बचाएको गइसक्यो होइन। एउटा चाहिँ गयो अब अर्को पनि गयो कि जस्तो लाग्छ। यो त 1000 mAh म त्यो ठुलोबाट 1 लाख गर्छु। हेलो गाइस, यो चाहिँ माउन्टेन एभरेस्ट। ल है गाइस, तपाईँहरू चाहिँ सुतेरै बस्नुहोस्। हामी चाहिँ यस्तो ठाउँमा छौँ होइन। थियो हाम्रो यात्रा चाहिँ अब सुरु भयो। हामीले गोठ छोड्यौँ। अब हामी त्यहाँ पुग्नुपर्ने हो। ठ्याक्कै यहाँ हो क्या पोखरी त। हो बाटो रहेछ नि त। यो हाइटमा चढ्ने हो। यहाँ चाहिँ सानो खोला छ। सो तपाईँहरू यहाँ चाहिँ भाँडासाँडा अनि मुखसुख धुनु सक्नुहुन्छ सबै कुरा। तिमीलाई त केही हुँदैन होइन? मलाई चाहिँ केही भएको छैन। अगाडि अगाडि अब यता डाँडा काटेर
यस्तै छ है बाटो। उहाँ चाहिँ टिकटक स्टार बन्ने क्रममा एकदम जसमा दिनुहुँदैछ, हिँड्न चाहिँ नसक्ने, नाप्नु चाहिँ सक्ने। दुई घन्टाको हिँडेपछि अब हामी चाहिँ यहाँ ब्रेक लिन्छौँ। अब यहाँबाट चाहिँ उकालो सुरु हुँदैछ, खाजासाजा खाएर सबै। यो अनि यो टाइममा म क्लियर हुँदैन ठिक्क जाडो नहुने ठिक्क यो टाइममा चाहिँ मिल्ने मौसम गर्मीको मजा चाहिँ भनेको राति चाहिँ गाह्रो पर्छ। भन्देऊ न छिटो यत्रो मान्छे चढ्दैछ हेर्नु है। भन त नाम भन्देऊ अङ्कललाई। कहाँबाट आएको नबोल्ने जस्तो मान्छे छ अनि आज सानो मान्छेहरूको चाहिँ लास्टै बिजोग भएर भन्दा नि औ तल बोलेको पट्टि त सबै लुगा थप्पै भिजिरहेको छ भएको अर्ग्यानिक चपस्टिक। वाउ खै आइस हेरौँ। हजुरले कहाँबाट सिक्नुभयो होला? यो मेरो आफ्नै आफ्नै कला प्रोडक्ट हो, मेरो आफ्नै प्रोडक्ट हो। त्यति हो सुप हाम्रो चाहिँ हो, यो चाहिँ राख्नुपर्छ। यो ब्रेकफास्ट चिज हो, यसमा चाहिँ बरु कोइला पोको पाउनु जस्तो लाग्यो मलाई। किन पिरो खोर्सानी पनि राम्रो खाइयो यार। मजा कस्तो लागिरहेछ? नेपालीमा 3-4 शब्द। पछाडि धामीहरू आएको भएर तिनीहरूको उहाँहरूको भन्नु मरे। Oh my God! Wow! ए यहीँबाट देख्दो रहेछ नि त त्यो कान्छी पोखरी। ल है गाइस, हामी चाहिँ अब 1 घन्टामा पुग्छौँ होला। अहिले चाहिँ बाटो ओह्रालो तेर्सो आएर छ। अब थोरै उकालो कटेपछि हामी पोखरी छेउ पुग्छौँ, त्यहाँ बस्छौँ। भोलि बिहान जान्छौँ उठेर। माने हो क्या यो त, यहाँसम्म भेरीगोठ बस्दाखेरि होला है। पहिलेको अहिले त छैन यस्तो। के छ
पसल छ के हो यो कोठ हो कि पसल हो हँ हामी आइपुग्न आँपरी ह्याप्पी ह्याप्पी एकदम मजा भएछ हेलो गाइज यो चाहिँ हाम्रो मेन ठाउँ यता चाहिँ खोरटाङ सल्पा जाने अनि यो चाहिँ सिमाना हो भोजपुर सोलुखुम्बु यहाँ चाहिँ हाम्रो स्टुप्पा अनि यहाँ एउटा होटल छ अनि यहाँ दिदीको दामी होटल छ यता चाहिँ सोलु पर्यो यहाँ चाहिँ खाने बस्ने सबै सुविधा छ हाम्रो ट्याक्क न्यानो तातो रुम यता किचन ल गाइज फाइनल्ली हामी चाहिँ अब यहाँ तातो चिसो खाने ठाउँमा आइपुग्यो यहाँ चाहिँ होटल छ हाम्रो बोजू हुनुहुन्छ ट्याक्कसँगले डाइरेक्ट यहाँ आएर बस्न सक्नुहुन्छ मजाको छ फेरि हामी यहाँ बसेको रावाधाप अहिले चाहिँ हामी खाजासाजा खाएर यहाँ मासतिर हामी सुत्ने ठाउँमा जाँदैछौँ कोठमा A few minutes later. गाह्रो छ है गाइज हामी चाहिँ 15 मिनट हिँडेर चावल धुन आएको केटाहरू चाहिँ यहाँ पानी भर्दैछ पोखरीको पोखरी चाहिँ यहीँ हो आधेरमा केही देखेको छैन भोलि देखाउँला अहिलेलाई यति नै चामल पखाल्ने भात खाने ल है गाइज यस्तै छ हाम्रो बसाइ चाहिँ गोठमा बाफ उडेर केही देख्दैन रहेछ मासल टाउको पनि दुखिरहेछ उठ्नु पनि मन लाग्छ कस्तो यस्तै छ बसाइ के गर्नु हाम्रो ढोका चाहिँ खुल्ला छ जीवन जात्रा हो तर उसलाई लेख त लागेको छ रातभरि तर्सिरहेको छ नि म त थाहा नै नपाएको यो चाहिँ गुन्द्रुक पाक्दैछ है हाम्रो चाहिँ गरिब अर्ग्यानिक बबाल स्टप स्टिक निकाल्यो त